हेलो गाइज वेलकम टु डे इन माई लाइफ इट्स मी ऋतिक शर्मा। सो आजको ब्लगको स्टार्ट हुँदैछ मेरो मर्निङबाट। सो सबजनालाई गुड मर्निङ फर्स्ट विथ द ब्युटिफुल सन भ्यू। सो आजको यो भिडियोमा म दिनभरि के गर्छु भनेर हजुरसँग सबै सेयर गर्नेछु। सो आज सन्डे थियो एन्ड मर्निङमा म रेडी भएर ड्राई फ्रुट खाँदै एन्ड आफ्नो जिमतर्फ लागेँ। एन्ड म बस्ने कोठा 5th फ्लोरमा हो। सो हाम्रो सधैँ लेगको एक्सर्साइज भइ नै राखेको हुन्छ। पानी परेर मौसम एकदम फ्रेस नै थियो। आज दाई हुनुहुन्न सो एक्लै जिम जान लागेको। जिम पुगेर पहिला आफ्नो वार्मअप कम्प्लिट गरेँ एन्ड देन आज मेरो चेस्ट थियो सो चेस्टको एक्सर्साइज गरेँ। सो गाइज लेट मी सेयर यु वान थिङ, लाइफमा सबभन्दा पहिला आफूलाई स्ट्रङ र स्टेबल बनाउनु। बिकज केटा मान्छेले आफ्नो लाइफमा केही गर्न सकेन भने सोसाइटी त दूरको कुरा हो, उसको फ्यामिलीमा पनि कुनै भ्यालु हुँदैन। सो गाइज गेट अप एन्ड मुभ फरवर्ड, वाट्स योर ड्रिम। आफ्नो वर्कआउट कम्प्लिट गरेँ, रुमतर्फ लागेँ। आएर सावर लिन्छु किनकि बडी पुरा स्वेटिङ भएको हुन्छ जिममा। नुहाएर आफ्नो प्री वर्कआउट मिल कम्प्लिट गरेँ एन्ड मलाई आफ्नो वेट गेन गर्नुपर्ने छ सो त्यही अनुसारको डाइट प्लान बनाएर कन्ज्युम गरिरहेको हुन्छु। एन्ड आफ्नो मिल कम्प्लिट गरेर म खाना बनाउन लागेँ एन्ड छिटो म खाना बनाउन लागेँ किनकि इट्स अलरेडी लेट। सो म फटाफट खाना कम्प्लिट गरेर म अफिसतर्फ लागेँ। एक्लै हुँदाखेरि सधैँ नै म लेट नै हुन्छ किनकि दाइहरू हुँदाखेरि अलि हेल्प भइहाल्छ अनि रिलिफ हुन्छ। एन्ड रुमबाट कुदा अफिस नै आइसकेँ एन्ड इट्स अलरेडी टु लेट। सो आफ्नो काम गर्न लागेँ। आफ्नो काम सकाएर दाइसँग मार्केटतर्फ लागेँ किनकि 5-6 महिनादेखि सोचिरहेको एउटा कुरा छ मेरो एन्ड फाइनली आज गर्छु भनेर डिसाइड गरेर म दाइसँग कान छेदाउन लागेँ। एन्ड फाइनली आई डिड इट एन्ड दाई मोटिभेट मी। थ्याङ्क्स फर दाई फर मोटिभेटिङ मी फर डु दिस। एन्ड मेरो सानैदेखि मन थियो यो गराउनलाई, फाइनली आज म गराइसकेँ एन्ड मलाई धेरै नै राम्रो लागिरहेछ। अलिअलि पेन भइरहेको थियो एन्ड देन आफ्टर मिररमा हेर्दाखेरि अलि राम्रो नै देखिरहेको थियो। फाइनली आफ्नो कामलाई अन्जाम दिएर म र दाई चिया खानको लागि ग्रामीणतर्फ लागेँ किनकि त्यहाँ चिया मिठो पाउँदो रहेछ। एन्ड यस गाइस it's too much tasty, so I just suggest you to take a taste of tea and you have to come in Grameen Chowk and then after म चियालाई फ्रिज गर्दाखेरि आफ्नो फेरि रुमतर्फ लागेँ एन्ड आजको लागि यति नै। टाटा बाई बाई, सी यू गाइस एन्ड गाइस फलो कर लो।